दिन सुरुवात भएको छ र होमस्टे चलाएको छु 6 महिना जस्तो भएको छ र किचनबाट निस्किने बित्तिकै बाहिरको आँगनको नजारा यस्तो छ। पार्किङहरू यहीँ हुन्छ र उताबाट आउँछन् भने हाम्रो अलिकति यता चाहिँ अलिकति जङ्गलले घेरिएको छ अनि यो हाम्रो केही बारीहरू रहेको छ यहाँ तल अनि गेस्ट पर यस्तै प्रकारले घाममा बिहानीको घाममा चिया पिउँदै मजा लिइरहेको अवस्थामा उहाँहरू आफ्नै धुनमा छ। उहाँहरू कलकत्ताबाट आर तिवारी लेदर सेक्सनको उहाँको ठुलो स्टोर छ बाइकहरू अनि कलकत्तामा शिलादासको सामने उहाँहरू आर तिवारी परिवार आउनुभएको छ। उहाँहरू मजा मानिरहेका छन् यस्तो छ। अनि माथि अर्कै टिम छ उहाँहरू कलकत्ता दमदमबाट आएको यो चाहिँ सेरेनिटी भ्यू होमस्टे र आफ्नै प्रकारले उहाँहरू इन्जोय गरिरहेका छन्। बिहानी हावासँग उहाँहरू खेलिरहेको छ र मेरो घरको आँगनबाट चाहिँ यो आँगनमा उहाँहरू मजा लिइरहेको छ चिसो सँगसँगै बिहानीको घामसँग र यस्तो प्रकारको यहाँबाट दृश्यहरू अवलोकन गर्न सकिन्छ। आउनुहोस् है अनि तपाईँले पनि भनिदिनुहोस् मङ्पूमा सेरेनिटी भ्यू होमस्टे है छ भनिकन तपाईँले पनि सेयर गरिदिनु सक्नुहुन्छ है।